धन्यवाद धन्यवाद धन्यवाद। यो सृष्टिको मालिक र यो जीवनको मालिक तपाईँलाई धन्यवाद धन्यवाद धन्यवाद। यहाँहरू सबैजनालाई परमेश्वरले आजको दिनमा आशिष दिनुभएको होस् र यहाँहरू सबैजनालाई जय मसीह भन्न चाहे। यो सानो मेसेज तपाईँहरूलाई दिन चाहेको छु। यरुशलेमको लागि येशूको बुलाउना। यरुशलेम यरुशलेम, तँ आगमवक्ताहरूलाई मार्छस् र तहाँ कहाँ पठाएकाहरूमाथि ढुङ्गा बर्साउँछस्। जसरी पोथीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुल्छ, त्यसरी नै कतिपल्ट मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरेँ, तर तँ मानिनस्। हेर, तेरो घर उजाड भएको छ। म तँलाई भन्दछु, जबसम्म तैँले धन्य हुन् परमप्रभुको नाममा आउने भन्दैनस्, तबसम्म मलाई देख्ने छैनस्। हेर्नुहोस् त, आमेन। परमेश्वरको वचनले कति मिठो प्रकारले भनिसकेको छ है, भनिसकेको छ परमेश्वरको वचनले। तपाईँहरूले बुझ्नु पनि भयो होला सायद। र यहाँ सुन्नुहोस्, कतिजना अब कति जग्गातिर अब प्रचारहरू भइरहेको हुन्छ होइन। प्रचारहरू भइरहेको बेलामा कतिजना मानिसहरूले त सुनिरहेको हुन्छन्, राम्रो प्रचार सुनिरहेका हुन्छन्, र कतिजना त्यहाँ भट्काउने मानिसहरू आउँछन् त्यहाँ प्रचार भइरहेको बेलामा। हिँड उता जाउँ, यता जाउँ, यहाँ पर जाउँ, रक्सी खानु जाउँ। त्यहाँ प्रचार भइरहेको बेलामा रक्सी खानु जाउँ। मान्छेले चाहिँ सत्यता के हो भन्ने कुरा चाहिँ बुझ्न चाहँदैनन्। मान्छे चाहिँ खालि मैदा र फाइदाको पछाडि मात्र हिँड्दछन्। र म भन्न चाहन्छु, मैदा र फाइदाको पछाडि मात्र नकुद्नुहोस्। सत्यता के हो त्यो पनि बुझ्नेतिर लाग्नुहोस्, म भन्न चाहन्छु। मानिस चाहिँ खालि पैसाको पछाडि र हरेक नराम्रो कुराको पछाडि मात्र भागिरहेको हुन्छ। सत्यता के हो तपाईँहरूले पनि बुझ्न सक्नुहुन्छ। प्रभुले भन्नुहुन्छ, म त ढोकामै छु, खोल्नेलाई खुल्ला छ भन्नुहुन्छ। र तपाईँहरूले पनि सत्यता कुरालाई आजको दिनमा जान्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। र यस भिडियोलाई अनर्थ तपाईँहरूले नलिनुहोस् होला। र यहाँहरू सबैजनालाई परमेश्वरले आशिष दिनुभएको होस्। धन्यवाद।